हिमाली जिल्ला हुम्लाको दुर्गम सिमकोट गाउँपालिका वडा नम्बर 5 तल्लो गाउँमा जन्मिएका लेखक वसन्त रोकायाको खण्डकाव्य भोट हिमाल यार्चा खण्डकाव्यको परिचर्चा कार्यक्रम भव्यताका साथ सञ्चालन भएको छ। सोही परिचर्चाका कार्यक्रमको अध्यक्षता नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष मधु बस्नेत साईको र प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको रहेको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खारपुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। खण्डकाव्यको परिचर्चासँगै विश्लेषण लेखक सङ्घ जिल्ला अध्यक्ष मधु बस्नेत साई, लेखक नवीन साई र लेखक कुञ्जोक लामाले टिप्पणी गरेका थिए। सोही टिप्पणीका क्रममा वर्तमान राजनीतिक परिस्थितिलाई चित्रण गरिएको भोटमा यसको महत्त्व र प्रस्तुत गरिएको टिप्पणीकर्ता नवीन साईले बताएका थिए। हाम्रो देशमा एजेन्डाको राजनीतिक भएन, विकासको राजनीतिक भएन, एजेन्डाको राजनीतिक भएन, भोटको राजनीतिक भयो। यसैलाई पुस्तकमा समावेश गरिएको पाइएको अर्का टिप्पणीकर्ता कुञ्जोक लामाले सोही कार्यक्रममा बताएका थिए। उक्त खण्डकाव्य लेखक वसन्त रोकाया वसन्त श्रीको जीवनसँगै भोट हिमाल र यार्चाको शीर्षक राख्नुको अर्थका बारेमा टिप्पणीकर्ता मधु बस्नेत साईले बताएकी थिइन्। सोही कार्यक्रममा मानसरोवर र बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो गलासँगै साहित्य गजल प्रस्तुत गरेका थिए। शुक्रबार दिउँसो 2 बजेबाट सदरमुकाम सिमकोटको मानसरोवर होटेलमा सञ्चालन भएको कार्यक्रममा खारपुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, जिल्ला समन्वय प्रमुख शिवराज शर्मा, नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञानी भूमि, आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चाहना शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए भने लेखक वसन्त रोकायाले उक्त खण्डकाव्यमाथि थप प्रश्न पारेका थिए। साहित्यकार रोकायाले यसअघि अक्षर चितकार, हत्या गरौँ कि आत्महत्या, गाउँको व्यथा, एक कथा, 2 नायिका, रोएर हाँसेका जिन्दगीहरू, उज्यालोको खोजी, रूपान्तरण, बुनु, मधुमाधव, हिमाल र यार्चा बजारमा ल्याइसकेका थिए।